सम्पूर्ण पत्रकार साथीहरू, आज देशव्यापी रूपमा हामीले गत 15 गते चैत्र 15 गते भएको विध्वंसकारी गतिविधि र काठमाडौँमा सूचना र सञ्चारको क्षेत्रमा निर्वाध रूपमा स्वतन्त्र रूपमा काम गरिरहेको एउटा पत्रकार सुरेश रजकजीको हत्या र केही सञ्चार माध्यम माथिको जघन्य अपराध आगजनी जस्ता विध्वंसात्मक कामको विरुद्धमा आज हामीले देशव्यापी रूपमा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको यो आन्दोलनमा सहभागी भएका छौँ। यसका लागि जिल्ला संखुवास सभा नेपाल पत्रकार महासङ्घको अगुवाईमा यहाँ रहेका विभिन्न नेपाल पत्रकार महासङ्घसँग आबद्ध शुभेच्छुक संस्थाहरूको समेत सहभागिता रहने गरी हामीले यो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई पठाउने जमर्को गरेका छौँ र यो ज्ञापन पत्र बुझाउन अघि म सरसर्ती रूपमा पढ्न चाहन्छु, अध्ययन गर्न चाहन्छु। श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, संखुवास सभा, कोशी प्रदेश, नेपाल। विषय ध्यानाकर्षण सम्बन्धमा उपरोक्त विषयमा यही चैत्र 15 गते काठमाडौँको 3 कुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई निशाना बनाएको सरकारलाई अवगतै छ। घटनाहरू विभिन्न किसिमले घटेका छन्। एकमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा परेर ज्यान गएको छ। त्यसैगरी अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय भवनको भूतलामा आगो लगाउनुका साथै ढुङ्गामुढा गरी क्षति पुर्याइएको छ। त्यसैगरी कान्तिपुर टेलिभिजनको भवनमा पनि ढुङ्गामुढा गरी शान्ति क्षति पुर्याइएको छ। हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याइएको छ। त्यसैगरी पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उहाँको खुट्टा भाँच्ने काम गरिएको छ। फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको छ भनेदेखि अरू सञ्चारकर्मीहरू धेरैले प्रहरीको दमन सहनु परेको छ र फोटो पत्रकार निरज तामाङको क्यामेरा लगायतका अन्य सञ्चार माध्यमको क्षति जे जति भएको छ त्यसको उचित मूल्याङ्कन गरी नेपाल सरकारले तत्कालै राहत र क्षतिपूर्तिको व्यवस्था मिलाओस् भन्ने पनि जोरदार रूपमा माग गर्न चाहन्छौँ। उल्लेखित घटनाहरूप्रति नेपाल पत्रकार महासङ्घ अत्यन्तै गम्भीर छ। अत प्रमुख जिल्लाधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याको बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथिको आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउन, क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीहरूलाई न्यायोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घ जोरदार रूपमा माग गर्दछ। साथै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासङ्घ जोडसँग माग गर्दछ। हाम्रो माग एक साताभित्र सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय संखुवास सभा मार्फत नेपाल सरकार समक्ष हार्दिक आग्रह गरिन्छ। अन्यथा महासङ्घ सरकार विरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ यसै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र संखुवास सभाका प्रमुख जिल्ला अधिकारीज्यूलाई हस्तान्तरण गर्ने अनुमति चाहन्छु। महासङ्घको र नेपाल प्रेस सेन्टर, प्रेस चौतारी र नेपाल प्रेस युनियन करिब 4वटा संस्थासँग आबद्ध तपाईँहरू सबैबाट प्राप्त भएको ध्यानाकर्षण पत्रलाई मैले सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता यहाँहरूलाई व्यक्त गर्दछु। यहाँहरूको उपस्थितिको लागि धन्यवाद।